हेलो अनि नमस्ते गुड मर्निङ सबैजनालाई मेरो नयाँ मिनी भ्लगमा स्वागत छ। कस्तो लाग्छ तपाईहरुलाई प्रतिक्रिया दिनुहोला। सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब गरिदिनु होला है। सो आजको बिहान चाहिँ म ढिलो उठी पठाएछु गाइज हैन, 7:30 भइसकेको छ अनि मेरो किचनको हालत यस्तो छ हेर्नुस् त। अनि मैले हतार हतार दिदा दाल र भात पकाएँ, त्यसपछि नानीलाई दिइहाले। अब के गर्न, खाना पकाउँदा फेरि कार्टुन हेर्नै पर्छ हैन। त्यसपछि चाहिँ मैले एक ग्लास तातो पानी खाएँ अनि त्यहाँबाट चाहिँ मैले नानीलाई खाजाको लागि रेडी पार्नुपर्ने हुन्छ। खाजाको लागि चाहिँ मैले थोरै चिकन चप हैन, त्यसपछिबाट थोरै गाजरको चप राखेको छु। अब म यसलाई चाहिँ पराठा बनाउँछु अनि नानीलाई तयार पारेर पठाउँछु है त गाइस। आज चाहिँ मैले नानीलाई खाजा चाहिँ यस प्रकारले रेडी बनाएको छु, तपाईहरु पनि ट्राई गर्न सक्नुहुन्छ है त। के को पराठा भन्नुस् त, चिकनको पराठा, त्यसपछिबाट गाजरको पराठा बनाएर पठाएको छु। मेरो छोरीले त जे बनाइदिए पनि खान्छ, जस खुसी लाग्छ है त। यस्तै छ, के गर्नु, एउटा हाउसवाइफको जिन्दगी हैन, एउटा आमाको जिन्दगी। हाम्रो दायित्व त आखिर के त भन्दाखेरि यही त रहेछ नि हैन, नानीहरूलाई खुवाउने पिलाउने, खाना पकाउने, भाँडा माझ्ने, उनीहरूले स्याहार सुसार गर्ने, त्यस्तै त हेर्नु न अहिलेसम्म खाना खाएको छैन, अब खुवाउनु पर्ने हुन्छ गाइस। अनि खाना खाइसकेर चाहिँ अब स्कुलमा जानलाई रेडी बनाइदिनु पर्ने हुन्छ। उसले चाहिँ आज उसको बर्थडे हो कि, त्यही भएर चाहिँ मैले चक्लेट पनि 2 प्याकेट उसको ब्यागमा राख्थेँ, किनभने उसको क्लासको साथीहरूले बाँडोस् भनेर। अनि जामासामा लाएर रेडी बनाइदिएको, खुसी भएर केही छैन हेर्नु न, उफ्रेर एकदम रमाइलो मान्छ केटी बच्चाहरू हैन। के गर्नु, जामा भनेपछि उनीहरूलाई पढे जस्तै फिल हुँदो रहेछ क्या। अनि त्यसपछि गाडी आएको थिएन स्कुलको, त्यसपछि राइम्सहरू गाएर एकचोटि यसरी रमाउँदै बसिरहेछौँ बाहिर। अब गाडी आइसक्यो, उसलाई मैले बिदा गरेँ। त्यसपछि आएर मैले बेलुका धोएको लुगा चाहिँ सुकाउनु पर्ने हुन्छ गाइसहरू हैन। टेलिक्क घाम लागिरहेको थियो, मैले लुगा पनि सुकाएँ। अब रुमभित्र आएँ, त्यसपछि रुमको हालत देख्न सक्नुहुन्छ तपाईँहरूले कस्तो छ भनेर। अनि त्यसपछि अब मेरो कान्छी छोरीको पालो।